यो डिजाइन चाहिँ यो थियो हैन क्लाइन्टको डिजाइन अनि काम चाहिँ यसरी गऱ्यो हैन यो ब्लू थियो ग्रे कलर चुज भयो लगभग कन्सेप्ट चाहिँ लगभग यही छ है त अनि अर्को कुरा भनेको यो जुन हाम्रो किचनमा फल सिलिङ गर्छ नि फल सिलिङ गर्दाखेरि विचार गर्ने कोपहरू कोपलाइट हुन्छ नि कोपलाइटहरू नदिँदा ठिक है यो हाम्रो किचन हो नेपाली हामी नेपालीको खाना बनाउने शैली रमाइलो छ नि त हैन जानिन्छ दुनिया हुन्छ चिल्लो के भन्छ त्यसलाई स्पाइसेसहरू धेरै युज हुन्छ क्या चिल्लोहरू धेरै हुन्छ नि त त्यो भएपछि त्यो कोपलाइटभरि पुरै चिल्लो हुन्छ क्या त्यो भएर फल सिलिङ गर्दै हुनुहुन्छ नि यस्तो प्लेन है पुरै प्लेन फल सिलिङ गर्नु भने बेटर है अन्त लिभिङमा पनि हेर्नु त प्लेनै गरिएको छ हैन अब यसमा त आजकल यो पिभिसी प्यानलको नै ट्रेन्ड आइरहेको छ त्यति महँगो नि पर्दैन हाल्न सक्नुहुन्छ हैन तर भरिसक्दो कोपहरू त्यो बडी डिजाइनहरू चाहिँ नदिँदै ठिक है किचनको केसमा यो पछि धेरै समस्या दिन्छ कि कुराहरू भोगाइ हो कि जस्तै पार्किङमा पनि हामीले कोपहरू लाइटहरू दिन्छौँ नि फल सिलिङमा कोप लाइट दिन्छौँ एक्स्ट्रा डिजाइन दिन्छौँ लास्टमा पार्किङमा के हुन्छ थाहा छ चरा है चराले गुड बनाउँछ है यो कुराहरू पनि भोगाइको कुरा हो मैले सेयर गरिरहेको हो किचनमा भयो पार्किङमा भयो भरिसक्दो प्लेन डिजाइन गर्दाखेरि अलिक बढी व्यावहारिक हुन्छ क्या है